जय नमः जय भोलेनाथ जय शिव शङ्कर पञ्चकुण्डको हाम्रो मन्दिरमा दर्शन गऱ्यो भाग्यमानी भयो। दर्शनकारी जारी छ। सरले घन्टी बजाउनु हुनुहुन्छ। यहाँ भाइहरू चाहिँ भिडियो बनाउने ताल हेर्ने गर्दै हुनुहुन्छ। ल पञ्चकुण्डको सिन हाम्रो यहाँदेखि यस्तो मिठो कलर उहाँ पारि बेस क्याम्प छ। बेस क्याम्प माथि चाहिँ आइस नै यो तल अलिक जमेको छैन आइस। यहाँबाट माथि चाहिँ पुरै आइस जमेछ भने माथि चाहिँ हिउँै छ। हिमालको फेदमै रहेको पञ्चकुण्ड दर्शन गरेर आज हामी भाग्यमानी महसुस गरेका छौँ। ए माइकल कुन हिमाल र यो अन्नपूर्ण हिमालको काखमा आज हामी नीलगिरीको बेस अन्नपूर्णको फेदमा छौँ। हामी एकदमै भाग्यमानी फिल गरिरहेछौँ। धन्य छ पञ्चकुण्ड हजुरको आशीर्वाद यहाँसम्म आएर दर्शन गर्न सकियो। बिच बाटोमा आपद विपद ठुलो बिमार चोटपटक केही लागेन। एकदमै धन्य छौँ हामी। यहाँ माथि पनि सानो गुम्बा रहेको छ पञ्चकुण्डको माथि। उहाँ एकजना पौडी खेलिरहनु भएको छ यस्तो आइसको पानीमा नि। ल आइस जमेछ यस्तोमा पौडी खेलेर हामी आएको बाटो यो माथि यो क्याम्पभन्दा माथिपट्टि जो कोही पनि हुनुहुन्छ यो क्याम्प बनाइदिने दाइहरू अथवा महानुभावहरू उहाँलाई धेरै धेरै धन्यवाद। यस्तो ठाउँमा यतिको गर्नुभएको सेवा गर्नुभएको छ पुण्य कमाउनु भएको छ। ल हाम्रो पञ्चकुण्डसम्मको यात्रा आज सफल रह्यो। धन्य छौँ हामी भाग्यमानी फिल गरिरहेछौँ। राष्ट्रिय झण्डा हाम्रो राष्ट्रिय झण्डा फरफराइरहेको छ अन्नपूर्ण रेन्जमा। ल यो सबभन्दा ठुलो कुरो हो नेपालकै हो सब सौन्दर्य।